खड्गप्रसाद ओली प्रचण्डहरू शेरबहादुरहरू सबैलाई बढाएर नि अबको आन्दोलनले यी पश्चिमाका तस्करहरूलाई बढाएर छ, यी डलरबाजीलाई बढाएर छ। यो कुरा बुझ्नु, किनभने घरमा आगो लगाउने पानी घरमा आगो लगाउनु त उनीहरूले सिकाए, अर्का घरमा आगो लगाउँदा आफ्नो पनि लाग्छ भन्ने कुरो बुझ्नुपर्छ कि पर्दैन हो। त्यसले गर्दाखेरि यो देशमा अब संविधान छैन, संविधान अनुसारको सरकार हो यो, होइन नि फुत्त आएको सरकार हो नि, बाटाबाट आएको हो नि त, एनजिओको सरकार हो भनेदेखि आज हामी यो देशलाई वैदिक सनातन हिन्दू अधिराज्य घोषणा गर्छौँ। वैदिक सनातन हिन्दू अधिराज्य अहिले 0 छ र यो मैले तपाईहरुलाई यसको मैले एउटा ल्याएको छु, तपाईहरुले चाहिँ नै कसम खानु होला, रिपिट गर्नु होला। हाम्रो यसो गरौँ त, सामूहिक सफल अभियानको शपथ गरौँ। अगाडि आइदिनु त। ल भइगयो सुन्नुहोस् है, अब पढ्नुहोस्। सामूहिक शपथ गरौँ। हामी देवताका पनि देवता, तिनै लोकका स्वामी आराध्य देव श्री पशुपतिनाथको पवित्र चरणमा शिर नमन गर्दै यो प्रतिज्ञा गर्दछौँ। हामी देवताका पनि देवता, तिनै लोकका स्वामी आराध्य देव श्री पशुपतिनाथको पवित्र चरणमा शिर नमन गर्दै यो प्रतिज्ञा गर्दछौँ। आजको दिनदेखि नेपाललाई पुनः किराँत बौद्ध सहित वैदिक सनातन हिन्दू अधिराज्य नेपालका रूपमा स्थापित भएको घोषणा गर्दछौँ। आजका दिनदेखि नेपाललाई पुनः किराँत बौद्ध सहित वैदिक सनातन हिन्दू अधिराज्य नेपालका रूपमा स्थापित भएको घोषणा गर्दछौँ। हामी आराध्य देव श्री पशुपतिनाथलाई साक्षी राखी निम्न वाचा गर्दछौँ। हामी आराध्य देव श्री पशुपतिनाथलाई साक्षी राखी निम्न वाचा गर्दछौँ। हाम्रा नागरिक राहत सर्वहारा वर्ग भूमि मान्छे उत्पीडन वर्गले लघुवित्त र सहकारीबाट लिएको रु 20 लाख रुपैयाँ भन्दा मुनिको सम्पूर्ण ऋण स्वतः माफी गराउनेछौँ। नम्बर 1 नागरिक राहत सर्वहारा वर्ग भूमि मान्छे र उत्पीडन वर्गले लघुवित्त र सहकारीबाट लिएको रु 20 लाख भन्दा मुनिको सम्पूर्ण ऋण स्वतः माफी गरिनेछ। अब तपाईहरु मनमा नै पर्ने फेरि त्यो पर्दैन नभन्नु होला। अब मनमा नै 2 मध्यम वर्गीय व्यापारी सहायता 20 लाख माथिका ऋणी व्यापारीहरूलाई 5% ब्याज दरमा 25 वर्षको भुक्तानी अवधि प्रदान गरिनेछ, रिस्ट्रक्चर गरिनेछ। मध्यम वर्गीय व्यापारी कालो सूचीको लागि मुक्ति, बैंक र सहकारी